ओ छोरा र छोरीले दिएको गिफ्ट बोल्न के यो छोरी शीर्षिकाले दिएको गिफ्ट छोराको चकलेट बम चकलेट बम के छ यसमा है यो अब के छ यसमा हेरौँ प्याक गर्छु मैले धेरै प्याक गर्छ कि यो धेरै गाह्रो यो प्याक गर्दाखेरि प्याक गर्दा पनि धेरै गाह्रो एउटा ऱ्यापिङ पनि धेरै रहेछ यसको ऱ्यापिङ ओहो ऱ्यापिङ पनि एकदम गाह्रो यो चकलेट रोलन जस्तो रोलन जस्तो लाग्यो मलाई हल्लियो क्या ओहो प्याकिङ चाहिँ एकदम दोस्रो प्याकिङ भयो यो तेस्रो प्याकिङ टाइट प्याकिङ यो थर्ड प्याकिङ भयो यो वो यार्डलीको रहेछ यार्डलीको जेन्टलम्यान यो नसा लाग्दो रहेछ नसा एकदम यो चाहिँ छोरा सोमसले दिएको यो जेन्टलम्यान यो त्यो थ्याङ्क यू एकदम थ्याङ्क यू वेलकम शीर्षिका छोरीले दिएको थ्याङ्क यू एकदम यो आफै ह्यान्डमेड हो यो चाहिँ एकदम प्योर उनले बनेको भेडाको उन प्योर भेडाको उनले भेडाको खाल कपडा भन्ने के भन्ने त्यसलाई प्योर त्यसले बनेको यसमा पिङ्क कलरमा एकदम ग्रिन कलरको त्यो लाग्यो एकदम म्याच गरेर एकदम के साइडमा यो पुतली राखिदिएको पुतली भनेपछि यो पुतली हो फेरि यता पुतली फेरि है यो ओके थ्याङ्क यू अर्को वन्स अगेन अब नेक्स्ट वान यो चाहिँ यो सिस्टर रुबिल दिएको अब फेरि नाम आउँदैन सिस्टर रुबिल दिएको त्यो नाम आउँदै फेरि तिमीले दिनुपर्छ फेरि यो मलाई लाग्छ यो मूर्ति जस्तो छ हेर्दाखेरि त है यता फेस आछ यो हेर्दाखेरि मूर्ति जस्तो छ कप पनि हुनसक्छ है यो चाहिँ एसएस ब्लग यो जस्तै मेरो नाम पनि आउँछ शिशिर साके S.S र अर्को नाम के आउँछ भने शिशिर शान्ति पनि आउँछ है अब यसमा चाहिँ तपाईँ सुमन शीर्षिका पनि आउँछ है सबैको नाम एसएस आउने भएकोले एसएस ब्लग ध्यान दिनु होला सबैले फलो गरेर छैन भने फलो गर्नु होला सब्सक्राइब गर्नु होला लाइक गर्नु होला कमेन्ट गर्नु होला त्यसमा ओ मैले भने यो चाहिँ कप रहेछ एक पिस कप रहेछ यो ल माम्मा निड्स कफी रहेछ यो सुटका ल यो चाहिँ कप रहेछ अब अर्को छ जिजाजीले दिएको चाहिँ यो कमल मिस्टर कमल शेष भिनाजुल दिएको यो चाहिँ पनि यो चाहिँ हेर्दाखेरि सेन जस्तो छ खोलेर हेरौँ एकचोटि यो पार्क एभिन्यूको हो पार्क एभिन्यू कम्पनी त राम्रो ब्रान्ड राम्रो हो पार्क अब यसमा सेन्ट कस्तो छ सुँगेपछि थाहा पाउँछ है जसको सुँग्ने क्षमता बढी हुन्छ त्यसले नै थाहा पाउँछ यो क्वालिटी राम्रो रहेछ यो डिब्बा चाहिँ राम्रो पार्क एभिन्यू राम्रो अब यो सुँगेपछि पाल कहाँ छ यसको ठिकै छ राम्रो बेस्ट भन्न मिल्दैन है
तर सेन्ट चाहिँ सेन्ट हो पर्फ्युममा राम्रै छ यो लाइट छ लाइट आजकल चाहिँ अलिकति कडा लाग्यो भने चाहिँ के हुन्छ भने यो चाहिँ अब ठिक छ जसले लाग्यो पनि लाउने हो है छ कि छैन पहिले हेर्छ देखिँदैन साइड फुल नै होला यो हल्ले छ त माथि चाहिँ हल्ले छ राम्रो छ पार्क एभिन्यू ब्रान्ड हो ब्रान्डेड हो यो पार्क एभिन्यू भनेको राम्रो छ धन्यवाद सबैलाई थ्याङ्क यू छ यो फेरि माइल दिदी माइल भिनाजुकोबाट नाम लिएँ ठुल दिदी ठुल भिनाजु नाम लिएर भन्ला है त्यसकारण चाहिँ यो आजको जति पनि ट्रिट थियो यो ठुलो भिनाजु ठुल दिदीको तर्फबाट हो म खालि बर्थडे बोय मात्र हो केक थियो छोरीहरूको त्यो ठुल दिदी ठुलो भिनाजुले चाहिँ ट्रिट दिएको है म छोरी हो त्यसमा चाहिँ त्यसमा होइन छोराछोरी भने नि मैले अब यसमा चाहिँ ट्रिट चाहिँ उहाँहरूले र ट्रिट खाने मान्छे म आफै स्वयं परेँ म ल यसको लागि धन्यवाद थ्याङ्क यू नमस्कार